अब हजुरहरूले पनि यसरी नै घरैमा अमिलो पिरो गुलियो ट्वाक्क परेको बफ सी मोमो बनाएर खानुभयो भने चाहिँ बाहिर गएर त खाना नै बिर्सिनुहुन्छ। ल अब यसको रेसिपी भिडियो सुरु गरौँ है त। यसको लागि चाहिँ मैले बफ मोमो लगभग 1.5 प्लेट जति लिएको छु। यसलाई चाहिँ सुरुमा हामीले डीप फ्राई गर्नु पर्ने हुन्छ। जति पनि छ सबैलाई राखेर मजाले डीप फ्राई गरिदिनु होला। हजुरहरूले चाहिँ स्टिम गरेर पनि राख्न सक्नुहुन्छ। यतिको कलर आइसकेपछि यसलाई निकाल्दिनु होला। अब चाहिँ म यसको लागि सी सस बनाउन जाँदैछु। एउटा फ्राई प्यानमा थोरै ओइललाई हिट गरेर चप गरेको लसुन राखेर केही बेर मजाले फ्राई गरिदिनु होला। यतिको ब्राउन कलर आइसकेपछि सानसानो पिसमा काटेको प्याज र क्याप्सिकम राखेर पनि मजाले फ्राई गरिदिनु होला। अब भने चाहिँ यसमा आफ्नो इच्छा अनुसारको सस बनाउनको लागि पानीलाई एड गरिदिनु होला। त्यसै गरी केचपको लागि चाहिँ मैले हाई लाइफ ब्रान्डको केचप युज गरेको छु। यो केचपमा चाहिँ क्वालिटी र टेक्सचर एकदमै राम्रो भएको हुनाले प्राय हाई लाइफकै केचप युज गर्ने गर्छु म। त्यसै गरी आफ्नो स्पाइसी लेभल अनुसारले हट गार्लिक ससलाई पनि एड गरिदिनु होला। त्यसै गरी स्वाद अनुसार नुन र थोरै टेस्टिङ पाउडरलाई पनि एड गरिदिनु होला। अब चाहिँ म यो सस बाक्लो बनाउनको लागि डाइल्युट कर्नफ्लोरलाई एड गर्दैछु। यसले चाहिँ ससलाई बाक्लो बनाउनको लागि हेल्प गर्छ। डाइल्युट कर्नफ्लोर राख्ने बेलामा जहिले पनि बोइल भइसकेपछि मात्र एड गर्नुपर्ने हुन्छ। त्यसै गरी थोरै सानसानो पिसमा काटेको गोलबेडा र थोरै अमिलोको लागि भेनेगर राखेर पनि पकाइदिनु होला। यतिको सस तयार भइसकेपछि जति पनि फ्राइड गरेको मोमो छ सबैलाई एड गरिदिनु होला र सससँग एकचोटि मजाले चलाउँदै पकाइदिनु होला। यसलाई चाहिँ धेरै बेर पकाउनु हुँदैन है साथीहरू। अब चाहिँ म यसलाई एउटा प्लेटमा प्लेटिङ गर्दैछु अनि मैले यसलाई टेस्ट गरी हेरेको यति धेरै मिठो थियो कि अमिलो पिरो गुलियो ट्वाक्क परेको। चिसो मौसमको लागि एकदमै पर्फेक्ट हुने लन्च। अब हजुरहरूले पनि यसरी नै सजिलो तरिकाले बफ सी मोमो बनाएर इन्जोय गर्नुहोला। थ्यांक यू फर वाचिङ।